क्लब 50 नेपालको 19औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले क्लबका वरिष्ठ उपाध्यक्ष रोशन कृष्ण न्याछौलाई सर्वसम्मतमा अध्यक्षमा निर्वाचित गरेको छ। क्लबको वरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार कार्की, उपाध्यक्षमा युवराज श्रेष्ठ, महासचिवमा इन्जिनियर हवेन्द्र प्रसाद देव, कोषाध्यक्षमा पदमराज सुवेदी सर्वसम्मत निर्वाचित भएका छन्। क्लबको कार्यकारिणी सदस्यहरूमा सुवर्ण राज भण्डारी, प्रमोद जैसवाल, शान्ति मोक्तान, सिर्जना मास्की, बाबा खड्का सुवेदी, डाक्टर कविता अधिकारी सर्वसम्मतबाट चयन भएको निर्वाचन आयुक्त दीपक मल्होत्राले जानकारी दिनुभयो। नवनिर्वाचित अध्यक्ष न्याछौलाई निवर्तमान अध्यक्ष डाक्टर अङ्गुर कार्कीले क्लबको लोगो तथा खातापाता हस्तान्तरण गर्नुभयो। क्लबका निवर्तमान अध्यक्ष कार्कीको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि तथा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले गर्नुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, पूर्व गृहमन्त्री निरञ्जन थापा, पत्रकार जीवराम भण्डारी, क्लबका संस्थापक अध्यक्ष केपी मास्के, भूपेन्द्र कार्की, शारदा भक्त रञ्जित, दमन बस्नेत, रमेश लुइटेल, दीपक मल्होत्रा लगायतको विशेष आतिथ्यता रह्यो। काठमाडौँको ठमेल स्थित अलफ्ट होटलमा सम्पन्न कार्यक्रमका अतिथिहरूलाई वरिष्ठ उपाध्यक्ष रोशन कुमार न्याछौले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। क्लबका महासचिव युवराज श्रेष्ठले क्लबको वार्षिक गतिविधि सहितको प्रतिवेदन पेश गर्नुभयो। त्यसैगरी कोषाध्यक्ष पदमराज सुवेदीले क्लबको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै प्रमुख अतिथि डाक्टर उपाध्यायले आफू 50 नपुगे पनि कार्यक्रमको माहौलले 50 नै पुगिसकेको अनुभूति दिलाएको बताउनुभयो। उहाँले क्लब भन्ने बित्तिकै मनोरञ्जन युक्त क्रियाकलाप सञ्चालन गर्ने बुझिए पनि क्लब 50 ले गरेका सामाजिक कार्यहरूलाई अवलोकन गर्दा कुनै एनजिओ आइएनजिओ भन्दा कम नभएको सुनाउनुभयो। म खास 50 पुगेको छैन, आइ एम जस्ट रनिङ 48, तर यो 50 को नजिक आएको चाहिँ महसुस भयो। धेरै किसिमका सेवा सुविधा र धेरै किसिमका अवसरहरू पाएका व्यक्तिहरूभित्र पर्छौँ। हामीभन्दा धेरै कमजोर समुदाय र धेरै कमजोर वर्ग चाहिँ टाढा र बाहिर रहेको छ, जसको आवाज चाहिँ बुलन्द हुन सक्दैन। त्यस्तो समुदायका लागि सहयोग गर्ने जुन चाहिँ कार्यक्रमहरू, जस्तै पुस्तक वितरणका कार्यक्रमहरू र यो चाहिँ बाढी पहिरोमा पीडितहरूका लागि कपडा वितरणका कार्यक्रमहरू पनि चाहिँ यो क्लब 50 ले सञ्चालन गरेको देखियो। आफैमा यो आफ्ना सदस्यहरू बिचको सोसियलाइजेसन र अघि पूर्व मन्त्रीज्यूले भन्नुभयो, एउटा साथी कर्ण साक्यले एउटा पुस्तक सोचमा लेख्नु भएको छ, यो कसैसँग पनि सेयर गर्न नसकिने कुरा सेयर गर्ने पनि कुनै साथी चाहिन्छ भन्ने किसिमको उहाँको बुकमा मैले पढेको थिएँ। साथीहरू एउटा सोसियलाइज हुने र एउटा इन्फर्मल एउटा फोरम पनि हो यो लुज फोरम, र सँगसँगै मलाई चाहिँ फिल भएको यो संस्थाको पोटेन्सियालिटी जति हो त्यो चाहिँ गतिमा र त्यति चाहिँ डेन्सिटीमा चाहिँ सामाजिक काम अझै थप चाहिँ आगामी कार्य समितिले बढाउने छ भन्ने म विश्वास व्यक्त गर्दछु। र पुनः शुभकामना मन्तव्यका क्रममा पूर्व गृहमन्त्री थापाले साथी बीचको मित्रता यो क्लबमा देखिने भन्दै अनुकरणीय रहेको बताउनुभयो। क्लब 50 नेपाल 50 ओभरका नागरिकहरूको संस्था भए पनि क्लबको क्रियाकलापले जेनजी पुस्तकको महसुस गराएको उहाँले बताउनुभयो। कुनै मान्छेलाई हामीले सङ्गत गर्दाखेरिमा त्यो मान्छे राम्रो छ कि छैन भनेर कसरी चिन्ने भन्दाखेरिमा त्यो मान्छेलाई यसो हेर्ने कुरो त्यसले पुरानो साथीतिर राखेको छ कि छैन। यदि त्यसले पुरानो साथी राखेको छ भने त्यो साँच्चै नै त्यो एउटा चाहिँ मित्र हो। र साथीभाइमा सबभन्दा ठुलो कुरो ठुलो र सानो भने पटक्कै हुँदैन। हामी सबैलाई थाहा छ भगवान श्रीकृष्ण र सुदामा साथी नै थिए। मलाई आज एउटा कुरो भन्न कति मन लाग्छ भने भगवान श्रीरामले त्यो केवटलाई गरेको मित्रताको छ नि अजीब छ। त्यो भगवान श्रीरामको राज्याभिषेक हुने बेलामा अरू कसैलाई बोलाउनु पर्छ कि कसैलाई बोलाउनु पर्छ भनेर चाहिँ राजदरबारका कर्मचारीले सोद्धाखेरि भगवान श्रीरामले के भनेर भने मेरो साथी केवटलाई चाहिँ बोलाइदिनु पर्यो है भनेर चाहिँ बोलाइएको अवस्था हुन्छ। त्यस कारणले यो मैत्री भाव, यो प्रेम चाहिँ हुन्छ। मलाई एउटा गुलजारले भनेको कुरा मलाई याद आएको छ कि एउटा गुलजारले लेखाएको छ एक ठाउँमा, एउटा मान्छे गएको छ एउटा होटलमा, यहाँ जे पनि पाइन्छ भने त्यो होटलवालाले भन्यो। अनि त्यो गुलजारले के भन्छ, यहाँ जे पनि पाइन्छ, मेरो पुरानो साथीहरू पनि छ यहाँ पाउँछ भनेर सोधेछ उसले चाहिँ। भने मतलब त्यो होटलमा सबै कुरो भएर पनि भएर उसलाई पुरानो साथी चाहियो। मित्र भन्ने कुरा
त्यस्तो अगाध चिज हो, असाध्यै ठुलो सम्पत्ति हो, असाध्यै ठुलो चाहिँ के भन्छ आवश्यकता कुरो। यो हामी 50+ मैत्री भाव मित्रता कायम गर्दै समाज सेवा गर्ने भावना लिएर गएको छौँ। त्यो सदा अमर रहोस्, रहिरहोस् भनी हार्दिक शुभकामना व्यक्त। कार्यक्रममा निवर्तमान अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा भएका गतिविधिहरूको चर्चा गर्दै सम्पूर्ण पदाधिकारी सदस्य लगायत सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद सहित मायाको चिनो प्रदान गर्नुभयो। कार्यकारिणी सदस्यज्यूहरूले मलाई सहयोग नगर्नु भएको होइन, गर्नुभएको छ। तर स्पेसल थ्याङ्क दिन चाहन्छु, जसले मलाई एक दिन पनि छोड्नु भएन, एउटा स्टेप पनि उहाँहरूले मलाई छोड्नु भएन र यति सफलतापूर्वक चाहिँ प्रत्येक स्टेपमा प्रत्येक उसमा चाहिँ सहयोग गर्नुभएको भएर मेरो आफ्नो पर्सनल तर्फबाट चाहिँ उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र साथै साथै चाहिँ क्लबको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। त्यही भएर उहाँहरूलाई चाहिँ एउटा सानो मायाको चिन्ह दिनलाई चाहिँ मलाई भित्र आत्मादेखि चाहेको हुनाले म उहाँलाई दिन चाहन्छु। कार्यक्रममा क्लब 50 द्वारा प्रकाशित अभियान म्यागजिनको 14 अङ्कको विमोचन पनि गरियो।